बेनीपुर वार्ड नंबर 1 हो। मेरो नाम चाहिँ मोहम्मद रफिक खान हो। म चाहिँ रियादबाट आएको, साउदी रियाद टु कुवैत, कुवैत टु बाहिर आएको। धेरै खुसी लाग्यो आफ्नो ठाउँमा आएर ल्यान्डिङ गरे, धेरै खुसी लाग्यो मलाई। यो यसको लागि चाहिँ 3-4 वर्ष उरेको, म 3 वर्षपछि आएको, धेरै खुसी लाग्यो। मोहम्मद रफिक खान। काठमाडौँ झर्दाखेरि अब बसमा धक्काधुक्की खानु पर्थ्यो। राति 10 बजे 9 बजे बसमा चढ्ने, बिहान आएर पुग्ने 6-7 बजे। कहिलेकाहीँ चाहिँ अब फ्लाइट मिल्थ्यो, त्यहाँको लोकल फ्लाइट कहिले मिल्थेन। त्यो चाहिँ अब हाम्रो सेफ भयो, पैसाको बचत पनि भयो, होटलमा पनि बस्नु परेन, अनि बाटोमा चाहिँ धक्का पनि खानु परेन। यहाँ डाइरेक्ट आयो, सेफ ल्यान्डिङ गऱ्यो। यहाँबाट 5 किलोमिटर रहेछ, 15-20 मिनटमा घर पुगिन्छ। धेरै खुसी लाग्यो मलाई। रोहिणी गाउँपालिका 1 बेनीपुर हो, यहीँ बेलैयाँको छेउमा रहेछ।